राष्ट्र चाहिएन हामीलाई पृथ्वीको राष्ट्र चाहिन्छ हाम्रो बाउ चाहिन्छ घरको विदेशको कुत्ता चाहिएन हामीलाई बरु मरिन्छ संसद भवन अगाडि गएर मरिन्छ तर हाम्रो अस्तित्व धराममा राखेर हामी कदापि हार मान्दैनौँ हाम्रो यथार्थ जारी रहेछ लड्नेछु म एक्लै भए पनि लड्नेछु एक्लै भए पनि सिंहदरबार बुझ्दैछु मारोस् मर्नु एक दिन हो मर्नु भनेको मान्छेको दुई चिज हो एउटा नाम एउटा बदनाम मान्छेहरू केही लाँदैन बिल्डिङ घर जग्गा केही लाँदैन कसैले केही लाँदैन लाने भनेको नाम बदनाम हो इतिहास हेर्ने हो भने त्याग गर्ने राजाहरू बुद्ध भगवान के अरे राजा राम र राजा ज्ञानेन्द्र शान्तिको लागि जनता नमर भनेर राजगद्दी त्यागेर नागार्जुन वनवास बसेको राजा 14 वर्ष राम बस्यो वनवास 16 वर्ष 18 वर्ष राजा ज्ञानेन्द्र बसोस् तर राजतन्त्र आउँछ आज नआए भोलि मेरो छोरालाई म हिरो बनाएर पठाउँछु यहाँ राजा कहाँ गएको थियो र अरू देशको राजा जस्तो देश छोडेर भागेको छैन हाम्रो राजा आफ्नै घरमा बसेको छ हामीले 2062 को जनआन्दोलनमा ज्ञाने चोर देश चोर भन्ने मै हो तर मैले विदेश 9 वर्ष काटेर आएँ दुःख पाप मैले भोगेको छु यथार्थ अनुभव सत्य हुन्छ एउटा सिंह राजाले शासन गरोस् हाम्रो देश स्वर्ग छ आन्दोलन सफल पारौं छोरी बुहारी सम्झी नारायणका चाहिँ मध्यर बिचौलियाहरूलाई मात्रै भर्ती गर्ने केन्द्र हो यो मलाई के लाग्छ भने दुर्गा प्रसादले जो पहिले पाप गर्नु भएको थियो नि जो अहिले यहाँ आएर सत्य बाटोमा आउनु भएको छ उहाँले त्यो पाप मेटाउने कोसिस मात्र गरिराख्यो उठा जनता जुटा जनता अब एकजुट हुनु त राष्ट्रघाती दलालले कुटी मार्नुपर्छ राष्ट्रघाती दलालले कुटी मार्नु दर्शकबिन देख्न सक्नुहुन्छ शंकर भुकेर यतिखेर राजावादीहरू आन्दोलनमा निस्किसकेका छन् यतिखेर अब सिंहदरबार बालवाटा सबै घेर्ने भनेर चेतावनी दिँदै यतिखेर युवादेखि लिएर ज्येष्ठ नागरिक सबैजना राजा चाहियो भन्दै सडकमा ओर्लिनु भएको छ दुर्गा प्रसादले नेतृत्व गरेको यो आन्दोलन 3 कुनेमा जम्मा हुनेछ भने यतिखेर माइतीघरदेखि लिएर विभिन्न क्षेत्रबाट यतिखेर राष्ट्रिय झण्डा बोकेर विभिन्न क्षेत्रबाट विभिन्न ठाउँबाट नेपाल भरि नैबाट यतिखेर 3 कुने ओर्लिने क्रम जारी नै छ तपाईले देख्न सक्नुहुन्छ हजारौंको घुइँचो यतिखेर माइतीघर हुँदै बानेश्वर हुँदै 3 कुनेतिर लम्किरहेको छ सुरक्षाकर्मी साथीहरू पनि निकै धेरै खटिराख्नु भएको छ प्रहरीले पनि हजारौंको संख्यामा नेपाल प्रहरी ट्राफिक प्रहरी खटाइरहेको छ भने राजालाई मन पराउने राजा प्रेमीहरू पनि यतिखेर 3 कुनेतिर लम्किरहेको दृश्य देख्न सक्नुहुन्छ राजा चाहियो भन्दै यतिखेर सडकमा हजारौंको घुइँचो लागेको छ दर्शकबिन यो दृश्यहरू देखिराख्दाखेरि तपाईहरु के भन्न चाहनुहुन्छ अहिलेसम्म पनि हाम्रो च्यानल सब्स्क्राइब गर्नु भएको छैन भने तुरन्त सब्स्क्राइब गर्नु होला आज 3 कुनेमा के हुनेछ सम्पूर्ण जानकारी हामी पक्कै पनि दिनेछौं तपाईको मनमा लागेको कुरा लेख्नु होला भन्दै यहाँ आउनु भएको जनताहरू के भन्नुहुन्छ विशेष उहाँहरुसँग कुराकानी गर्नेछौं हामी सँगै रहेर पुरा भिडियो हेर्दै जानु होला उकोमा चाहिँ शिरमा कात्रो बानेर निस्किनु छ आफ्नो ठाउँबाट अब यहाँ काठमाडौँको मात्र आन्दोलन हैन 77 जिल्लामा तयारी हुनुहोस् यहाँ दुर्गा प्रसादजी उहाँ एउटा निमित्त हो तर हामी सबैको आन्दोलन हो आज मान्छेले आत्महत्या गरेर मर्नु भन्ने अवस्था किन आयो यिनै दलालहरुको कारणले गर्दाखेरि यो अवस्था आएको हो नि यो नक्कली गणतन्त्रबाट जनताको रात हुन्छ हुँदैन हुन्छ भन्नुहोस् नक्कली गणतन्त्रवादीबाट जनताको आवाज चाहिँ कल्याण हुनेला छैन म एउटा स्वतन्त्र है म कसैको अधिकार छैन न रापर पाएको छु न म पुनः दुर्गा प्रसादलाई चिन्छु न म कसैलाई चिन्दैन चन्द्रले उहाँलाई फोन गरेर तपाईँ राजतन्त्रको मुद्दा छोडिदिनुहोस् अरू मुद्दाहरूमा हाम्रो पनि सहमति छ तपाईँसँग आउनुहोस् फेरि सहकार्य गरौँ भन्ने प्रस्ताव गरेको खबर आएको छ यति बेला अब उहाँले यो अभियान छोडेर कतै फेरि प्रचण्डतिरै लाग्नुहुन्छ कि भन्ने आशंका छैन तपाईँ तपाईँ सही भन्नु तपाईँले सुन्नुहुन्छ त खबर तपाईँ सँगै हुनुहुन्थ्यो दुर्गा प्रसादले यस्तो गर्नुहुन्न म ढुक्क छु म मेरो दाजुमाथि म ढुक्क छु दुर्गा प्रसाईमाथि म ढुक्क छु जसले यो अभियानको नेतृत्व गरिरहनु भएको छ हैन दुर्गा प्रसाई उहाँलाई विश्वास गर्दै तपाईँ कञ्चनपुरबाट आफ्नै व्यक्तिगत मैले उहाँलाई विश्वास गरेँ म आफ्नो मनलाई विश्वास गरिरहेको छु म भगवानलाई मान्छु यो गोरखनाथले जन्माएको नेतृत्व सफल हुन्छ होला त त्यो हुन्छ नहुन्छ आगे गोरख जागे हामी भगवानको माथि जाने मान्छे हामी हिन्दुत्व बोक्छौँ हिन्दुत्वलाई आफूसँग त हाम्रो आस्था हो त्यो भनेको दुर्गा प्रसाईजीलाई म धन्यवाद दिन चाहन्छु यो मिडियाको तर्फबाट यो मिडियाबाट धन्यवाद दिन चाहन्छु दुर्गा प्रसाईजीलाई त्यसोभएको उनीहरूले आज 3 करोड जनताहरूलाई म के भन्छु नेपाली दाजुभाइ सम्पूर्ण बुवाआमाहरू सबैलाई म आह्वान गर्छु जो आज यो चाहिँ ऐतिहासिक आन्दोलनमा यो परिवर्तन गरी आउनु भएको छ तपाईहरुलाई धन्यवाद छ जसले यो मिडिया हेरेर आफ्नो घरमा बस्नुभएको छ गाउँमा तपाईहरु टाउकोमा चाहिँ शिरमा कात्रो बानेर निस्किनु छ आफ्नो ठाउँबाट अब यहाँ काठमाडौँको मात्र आन्दोलन हैन 77 जिल्लामा तयारी हुनुहोस् हामी आज यो संयुक्त रूपमा आज चाहिँ जति पनि राष्ट्रवासीहरू आज यहाँ दुर्गा प्रसादजी उहाँ एउटा निमित्त हो तर हामी सबैको आन्दोलन हो आज मान्छेले आत्महत्या गरेर मर्नु भन्ने अवस्था किन आयो यिनै दलालहरुको कारणले गर्दाखेरि यो अवस्था आएको हो नि आज जुन दण्डको बेलामा मार्ने र मराउनेहरू
जसले टाउकाको मूल्य तोक्नेहरू आज प्रचण्डसँग साँठगाँठ किन गर्छन्? त्यतिखेर यिनीहरू मिलेर प्रचण्डलाई मात्रै एउटा बलिको बोक्को बनाएर आज प्रचण्डलाई मात्रै गाली गर्नेहरू प्रचण्डलाई जो चाहिँ संरक्षण गरेर जनतालाई छ्यासा बनाएर आफ्नै कार्यकर्ताहरू ध्वस्त बनाउनेहरू नेपाली काङ्ग्रेस लगायतका एमालेका दलहरू पनि त रहेछन् नि। आज यो गणतन्त्र के को लागि? यतिको लागि यो गणतन्त्र थियो र यो नक्कली गणतन्त्र अब यो देशमा यो नक्कली गणतन्त्रबाट जनताको राहत हुन्छ हुन्छ भन्नुहोस्। यो नक्कली गणतन्त्रवादीबाट यो जनताको अब चाहिँ कल्याण हुनेला छैन। अबको परिवर्तनबाट 2047 सालको हाम्रो संविधान बिउताएर मात्रै बाँसघाँसको पाछा राष्ट्रका 3 करोड नेपालीहरूको आशिष पुगेछ र बेपत्ता र जुन बेपत्ता छानबिन आयोग भनेर द्वन्द्वको बेलामा जहाँ राज्य पक्ष र द्वन्द्व पक्षबाट मारिएका मान्छेहरू आज पहिला राजाले हामीलाई निकाल्न दिएको छैन भनेर मुख्यमन्त्रीले भन्नुहुन्थ्यो होइन। आज कसले रोको? प्रधानमन्त्री प्रचण्ड 2चोटि 3चोटि भइसक्नुभयो। बाबुराम भट्टराई प्रधानमन्त्री हुनुभयो, पहिला सेनाले दिएन, राजाले दिएन, हाम्रो मान्छे छानबिन गर्नु भनेर भन्नुभयो। 49 जना मान्छेहरू लिएर आज आचार्य पैसा गोली खानेर 49 जनाले त्यही गोलीले छेडेर भैरवनाथ र शिवपुरीमा मारिएका मान्छेहरूको आज किन खोजबिन हुँदैन? लिएर आज आचार्य जो छ त्यतिखेर काठमाडौँको हजारौँ भाइहरूलाई मारिएका छन्, निका छन्। आज माओवादीले किन खोज्दैन? र त्यो काङ्ग्रेस एमाले चाहिँ माओवादीलाई सपोर्ट गरेर आज सबैले मारेर मराउँथेर आफ्ना मान्छेले मात्रै हालिमाली गर्ने उनीहरूको नौटङ्की भिजन हो कि हुँदैन रहेछ। त्यसैले यी दलालहरूलाई अब यहाँबाट हामीले यी भाग्न सक्छन्। चारै नाकामा जनताहरूले खबरदारी गर्न सक्नुपर्छ। चारै नाकामा खबरदारी गर्नुपर्छ। हामी शान्तिपूर्ण आन्दोलनमा आएका छौँ। अब तपाईँहरूले राजा फर्काएपछि छानबिन गर्नुहुन्छ सबैले? जनताले फर्काउने हामी आन्दोलन सफल बनाउँछौँ। आन्दोलन सफल बनाएपछि वैदिक सनातनभित्र केयर गर्नुपर्छ, गर्नु पर्दैन, राजा राख्नुपर्छ, जनताले फिल्टर गर्नुहुन्छ। यिनको बुढी अब जनताले निकाल्नेवाला छन्। यिनका मात्रै मोटल पक्षका मान्छे मात्रै राजा पशुपतिनाथ भगवानको वैदिक सनातन हिन्दू राष्ट्रको नेपाली जनताहरूको वाणी मात्रको 3 करोड जनताहरू एक हौँ। नेपाली जनता एक हौँ। आन्दोलन सफल पारौँ। यो आन्दोलन हामीले आदिवासी सिर्जना गरेर आजबाट शुभारम्भ गरेका छौँ। जहिलेसम्म हामी यो आन्दोलन आदिवासी सिर्जना गरेर परिवर्तन आउँदैन कहिलेसम्म हामी शहीद हुनु पर्यो भने अब हामी मेरो भाइ पहिला एउटा परिवर्तनमा शहीद हो भने दाजुको परिवार हाम्रा परिवारहरू पहिला नम्बरमा तयार छौँ। हामी ढङ्गले हामी अहिले तयार छौँ। खान्छन् सास पनि छैन, लास पनि छैन, हाम्रो मान्छेहरू पहिला राजालाई गाली गर्ने सबै यिनीहरूकै हातमा छ। यो कुराहरू तपाईँको मिडियाबाट व्यापार गर्दैछ भन्दै यो मेरो आह्वानको ठाउँमा आग्रह गर्छु। अभियान सफल हुन्छ होला त तपाईँहरूको? यसलाई त धेरैले दिवा सपना मात्रै हो भनेका छन्। होइन हामीले प्रयास गर्ने हो नि त, सफल गराउने हो नि त, होइन र? सफल गराउनु पर्यो नि त। तपाईँहरू पत्रकार साथीहरू लाएर यस्तो प्रश्न गरिदिनुहुन्छ भने त अलि झ्याउ भने हामी सबै मिलेर, हामी नेपाली दाजुभाइ दिदीबहिनी सबै मिलेर हामीले सफल गराउने हो। हामीलाई नेपाल शुद्ध चाहिएको छ। हिजोका दिनमा यो व्यवस्था चाहिएन भने त्यत्रो बलिदानी भयो, त्यतिले शहादत प्राप्त गरी गणतन्त्र आयो नेपालमा, त्यसमा सन्तुष्ट हुनुहुन्न तपाईँहरू? हामीले भुलेर ल्यायो, हामीले भुलेर गल्ती गर्यो, गल्ती ठुलो 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 गल्ती गर्यो। अब जसरी दुर्गा प्रसादले यो अभियानको नेतृत्व गरिरहनु भएको छ, उहाँमाथि चाहिँ कतिको विश्वस्त हुनुहुन्छ तपाईँहरू? विश्वास गर्नु पर्यो नि त। फिल्डर गाडेको छौँ नि त हामीले, फिल्डरलाई भरोसा गर्नु पर्यो नि, घर टिक्छ नि त, होइन? जसरी उहाँ हिजोका दिनमा नेकपा माओवादीको कार्यकर्ता हुनुहुन्थ्यो, प्रचण्डसँग लामो समय हिँड्नुभयो उहाँ, र अहिले सुनिएको छ फेरि प्रचण्डले उहाँलाई फोन गरेर तपाईँ राजतन्त्रको मुद्दा छोडिदिनुहोस्, अरू मुद्दाहरूमा हाम्रो पनि सहमति छ तपाईँसँग, आउनुहोस् फेरि सहकार्य गरौँ भन्ने प्रस्ताव गरेको खबर आएको छ यति बेला। अब उहाँले यो अभियान छोडेर कतै फेरि प्रचण्डतिरै लाग्नुहुन्छ कि भन्ने आशंका छैन तपाईँ? तपाईँ सही भन्नु, तपाईँले सुन्नुहुन्छ त खबर? तपाईँ सँगै हुनुहुन्थ्यो? आउने समाचारहरू छोडिदिनुहोस्, समाचारले जे पनि लेख्छ छोडिदिनुहोस्। तपाईँहरू पत्रकार सबै कुरा धोका दिनुभयो भने के गर्नुहुन्छ तपाईँ? होइन, उहाँलाई थाहा छ नि त नेपाली जनतालाई धोका दियो भने के हुन्छ भन्ने उहाँले बुझ्नुपर्छ। उहाँले त्यस्तो गर्नुहुन्न, ढुक्क हुनुहोस्।
यो अफवाह फगाउने काम नगर्नुहोस्। हामीले फैलाएको होइन होइन यथार्थ कुरा होइन भन्नेले भन्छन् नि भन्न दिनुहोस् न। त हामी उहाँको भरोसा गरेर आएको छौँ भने हामी यत्रो जनताको भरोसा तोड्नुहुन्छ भने उहाँले दिनुहुन्न होइन। म दुर्गा प्रसाईले यस्तो गर्नुहुन्न, म ढुक्क छु। म मेरो दाजुमाथि म ढुक्क छु, दुर्गा प्रसाईमाथि म ढुक्क छु। राष्ट्रिय एकताको लागि राष्ट्र संस्था, हिन्दू धर्म, हाम्रो सनातन धर्म र सम्पूर्ण 3 करोड नेपाली जनसमुदायलाई आदरणीय मेरा बुबा आमा दाजुभाइ तथा दिदीबहिनीहरू, हामी अब 57-58 वर्ष हुन लाग्यौँ। अब कति पो बाँच्नु छ र के पो गर्नु छ र हामीभन्दा पछिल्लो पुस्तालाई हाम्रो धर्म, हाम्रो संस्कृति, हाम्रो राष्ट्रिय एकता र राष्ट्रिय स्वाधीनताको लागि शिक्षा दिन अनिवार्य आवश्यक छ। यो मिडियाबाट म नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मीलाई के भन्न चाहन्छु भने सम्पूर्ण हामी राष्ट्रवादी एक हौँ, सङ्घीय गणतन्त्र खारिज गरौँ, धर्मनिरपेक्षता खारिज गरौँ, सनातन हिन्दू राज्य कायम गरौँ, राष्ट्रिय अखण्डता जोगाउँ। सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई यो अभियानको नेतृत्व गरिरहनु भएको छ व्यवसायी दुर्गा प्रसाई कुन रूपमा चिन्नुहुन्छ? दुर्गा प्रसाईजीलाई म एउटा व्यवसायको रूपमा चिन्थेँ। हेर्नुहोस्, उहाँले पनि एउटा राम्रो अभियान लिएर आउनु भएको छ। एउटा दुईवटा शब्दहरू अलिकति हामीलाई पनि अलि नराम्रो लागेको छ। त्यो लिएर खाएको चाहिँ तिर्नुपर्छ, तर अवस्था हेरेर तिर्नुपर्छ। बेमानी त देश उहाँले राम्रो दुर्गा प्रसाईजीलाई म धन्यवाद दिन चाहन्छु। यो मिडियाको तर्फबाट, यो मिडियाबाट धन्यवाद दिन चाहन्छु दुर्गा प्रसाईजीलाई। तर उहाँले बुझ्नुभयो अन्य अत्याचार त छ नि होइन, अन्य अत्याचार चाहिँ सहने होइन, राम्रो एजेन्डा ल्याउनु भएको छ उहाँले, उहाँलाई धन्यवाद छ। म गोपी प्रसाद घिब्रेको तर्फबाट। राजा चाहिँ किन चाहियो भन्नुहोस् न? राजा यस्तो थियो, नेपालको सन्दर्भमा यो गणतन्त्र नेपालको हितमा छैन, त्यही कारणले राजा चाहियो। अब त्यत्रो बलिदानी भयो, हजारौँ नागरिकहरू शहीद भए होइन, यही व्यवस्था ल्याउनुको लागि अब यो व्यवस्था सर्वप्रथम नागरिक त शहीद भए आफ्नो ठाउँमा जो व्यक्तिले आफ्नो प्राण त्यागे, सर्वप्रथम म उनीहरूको दिवंगत आत्माको चिर शान्तिको कामना म सधैँ गर्छु। आफ्नै दाजुभाइमाहरू आन्दोलन हुन्छ, जनआन्दोलन हुन्छ, व्यवस्था जुनसुकै आओस्। मेरो नाम चाहिँ वीरेन्द्र सिंह ठगुन्डा हो। म कसैको लागि आउनु भएको? म कसैको बोलाएर आएको, थाहा पाएको थिएँ फेसबुकमा होइन, राजतन्त्रको लागि यस्तो भइरहेछ भन्ने कुरा, त्यही हिसाबले मात्र आएको म है। राजा जुन हिसाबले तपाईँले इन्डिया जानु भएको भन्नुभएको छ नि, त्यो जाने एक देशको उद्देश्य इन्डिया र नेपालको भनेको पहिल्यैदेखिकै मान्थे। जब इन्डियामा तपाईँको होइन, तपाईँको 1947 भन्दा पहिले जब ब्रिटिस राज्य थियो, तपाईँको पूर्वको के अरे टिस्टा र पश्चिमको कागडासम्म त अब राजाहरूले लगेको थियो देशलाई होइन। त्यति बेला त्यता राज्य हुँदाखेरि इन्डिया लुट्यो, ब्रिटिसले लुट्यो। त्यति बेला 1947मा तपाईँको इन्डिया आजाद त भयो होइन, इन्डियालाई स्वतन्त्रता दियो। तर के भयो त्यहाँ 1947मा संविधान चाहिँ ब्रिटिसले आफ्नो थोपेर गयो। इन्डिया भनेको त हिन्दुस्तान हो नि, तर त्यहाँ के भयो, धर्मनिरपेक्षता भयो, गणतन्त्र भयो इन्डिया। किन भयो? ब्रिटिसले आफ्नो शासन छोड्यो, तर उहाँ आफ्ना खेतालाहरू जस्तै अहिले यहाँ प्रचण्ड, केपी शेरी खेताला हुन् नि विदेशका, इन्डियाका यो सोनिया गान्धीका, यिनी के अरे इसाईका खेताला नि यिनीहरू भनेको मेरो नजरमा है। मान्छेले आफ्नो बुझाइ हुन्छ, म एउटा स्वतन्त्र हो है, म कसैको अधीन छैन, न रापर पाएको छु, न म पुनः दुर्गा प्रसाईलाई चिन्छु, न म कसैलाई चिन्दैन। मैले मनमा जागेर यथार्थ इतिहास भएको 9 वर्ष खाली बसेँ, म 6 वर्ष इन्डियाको परिवेश पढेर आएको छु। मैले खाडीको परिवेश पढेर, विदेशको परिवेश पढेर आएको मान्छे हो म। त्यही भएर 1947 जब इन्डिया आजाद भयो, संविधान चाहिँ इन्डिया के अरे ब्रिटिसले आफ्नो थापे, गणतन्त्र धर्मनिरपेक्षता, किनकि इन्डिया त हिन्दुस्तान थियो नि। त्यसपछि तपाईँको मालापानी कालापानी युद्ध त्योभन्दा पहिले लडिसकेका थिए, खान सकेका थिए नेपाललाई, खान सकेका थियो थिएन नि होइन। त्यसपछि यिनीहरूले राजनीतिकरण इतिहासतर्फ नजाउँ। अब राजा फर्कियो भने जसरी अहिले गणतन्त्रमा चाहिँ नागरिकहरूलाई बाँच्नु नमर्नु परेको अवस्था छ भनेर तपाईँहरूले नारा घन्काइरहनु भएको छ, त्यो अवस्था पनि छ भने राजा फर्कियो देशको अवस्था चाहिँ के हुन्छ तपाईँले कल्पना? मेरो लागि भनेको बाँच्नु नै विकास मान्छु म है। यो बिल्डिङ मारेर 4 जना मारेर विकास मान्दैन म, मेरो नजरमा है। बाँच्नु विकास हो। हाम्रो पुर्खाहरूले कसरी आर्जन कसरी बाँचेका थिए, हाम्रो पुर्खाहरू अझै पनि 120 वर्ष 140 वर्ष बाँचेको इतिहास छ। हेर्ने हो भने, यथार्थ बुझ्ने हो भने होइन छ भने अहिलेको नाममा के भयो, यिनीहरूले गणतन्त्र भयो, लोकतन्त्र भने बोल्न पायो भने। पञ्चायती व्यवस्था पनि भोगेको मान्छे, हाम्रो बाबुजी पनि पञ्चायती भयो, बोल्न किन पाएको थिएन? हामीलाई अहिले हामी दाजुभाइ हो, हामी तपाईँलाई लड्यो भने केही भयो भने केस मुद्दा लाग्छ, त्यो कलङ्क कसलाई हामीलाई होइन, कानुन कसलाई बनाएको छ? जनता चुस्ने कानुन बनाएको छ हो कि होइन? यथार्थ बुझ्नु भोलि तपाईँ र म हातापात भयो भने 1 लाख तपाईँले चाहियो, 1 लाख बोले कहाँ पनि ल्याउने? आक्रोश हुन्छ, मान्छे समाजमा बस्यो, ढुङ्गा त लड्छ भने मान्छे त लडिहाल्छ नि हो कि होइन? त्यो व्यवस्था कानुन जब यो 2007 सालदेखि जब दलहरू आउनु थाल्यो नेपालमा, त्यति बेला हामी खोक्रो हुन थाल्यो हो कि
होइन जसले यो ब्यान्डको नेतृत्व गरिरहनु भएको छ हैन मिर्जावर चाहिँ उहाँलाई विश्वास गर्दै तपाईँ कञ्चनपुरबाट आफ्नै व्यक्तिगत मैले उहाँलाई विश्वास गरिरहेको म आफ्नो मनलाई विश्वास गरिरहेको छु म भगवानलाई मान्छु यो गोरखनाथले जन्माएको नेतृत्व सफल हुन्छ होला त त्यो हुन्छ नहुन्छ आगे गोरख जागे हामी भगवानको माथि जाने मान्छे हामी हिन्दुत्व बोक्छौँ हिन्दुत्वलाई आफूसँग हाम्रो आस्था हो त्यो भनेको होइन हामी भगवानलाई हेर्छौँ कुर्छ अति भयो खती हुन्छ यिनीहरूले अति गरे एक दिन हिरो बनेर त आउँछ जो त पहिला नेकपा माओवादीको कार्यकर्ता हुनुहुन्थ्यो मलाई के लाग्छ भने दुर्गा प्रसादले जो पहिले पाप गर्नु भएको थियो नि जो अहिले यहाँ आएर सत्य बाटोमा आउनु भएको छ उहाँले त्यो पाप मेटाउने कोसिस मात्र गरिराख्यो जनताले साथ दिनुपर्छ एकचोटि मौका सबैलाई दिनुपर्छ कुनै पनि कुरा तपाईँ पढ्नुहोस् या कसैलाई विश्वास गर्नुहोस् त्यो असत्य हो तर अनुभव भनेको सत्य हो हामीले त्यो अनुभव हामीसँग छ हामीले लिएर आएको अनुभव